स्वेट र्यास, पसिनाले गर्दा आउने खटिरालाई स्वेट र्यास भन्छ। अब पसिनाले गर्दा आउने र्यासेसहरू दुई किसिमको हुनसक्छ। एउटा चाहिँ घमौराको रूपमा देखा पर्ने, अर्को चाहिँ फ्रिक्सनल एरिया जस्तै काखी र काछमा देखिने, त्यसलाई फ्रिक्सनल स्वेटिङ डर्माटाइटिस पनि भन्छौँ। यो कस्तो व्यक्तिलाई देखिन्छ त? जसको जिउमा पसिना धेरै आउने र टाइट फिटिङ कपडा लगाउने, टाइट फिटिङमा पनि खास गरी सिन्थेटिक कपडा लगाउने, र गर्मी ठाउँमा जाँदै हुनुहुन्छ भने अक्लुजिभ मोइस्चराइजर जस्तै बढी तेलको प्रयोग गर्नुभयो, बेसरी घोटी घोटी नुहाइदिनु भयो भने झन् पसिना आउँछ। अनि पसिना आएपछि कपडाले गर्दा चाहिँ पसिना पर्याप्त मात्रामा निस्किन सक्दैन अनि पसिना ट्र्याप हुन्छ अनि खटिराको रूपमा देखा पर्छ। त्यही भएर यसलाई चाहिँ स्वेट र्यास भन्छ। तर फङ्गल इन्फेक्सन भनेको के हुन्छ? यही स्वेट र्यास बढ्दै जाँदाखेरि त्यहाँको माथिको छालाको लेयर ड्यामेज हुन्छ अनि त्यहाँ चाहिँ ढुसी पलाउँछ अनि त्यो बिस्तारै बिस्तारै दाँतको रूपमा फङ्गल इन्फेक्सनको रूपमा चाहिँ ओभरल्याप हुन सक्छ। त्यही भएर हिट र्यास भनेको छुट्टै हो, वा घमौराको रूपमा हुनसक्छ वा काँच लागेको रूपमा हुनसक्छ भने दाँत भनेको फङ्गल इन्फेक्सन भनेको त्यसैको कम्प्लिकेसनको रूपमा हुन पनि सक्छ वा छुट्टै पनि हुन सक्छ।